अभ्यास लेप्छ। हजुर हजुर यो के हो सर यो यहाँ अगाडि फर्सी छ है यो चाहिँ हाम्रो एउटा यो फर्सी ओजन गर्ने अनि यसको यो ओजन पत्ता नभन्यो अनि यसको चाहिँ तपाईँको यो फर्सी ओजन गरेको चाहिँ तपाईँको 50 रुपियाँ लाग्छ। 50 रुपियाँ लाग्यो हजुर यसको चाहिँ के केजी मात्रै मिलाउने हो कि केजी तपाईँको अन्त जति लाग्छ तपाईँले त्यो जस्तो ग्राम श्राम अलिअलि पछाडिको पोइन्ट सबै मिलाउनु पर्यो तपाईँले यसो अन्दाज गर्दा कति लाग्छ होइन बोल्ने अनि तपाईँको यसो 50 रुपियाँमा तपाईँलाई। अनि यो कस्तो अब जस्तो यहाँ दोस्रो पहिलो भनेको चाहिँ कसरी पहिलो दोस्रो दर्शकबिन यो समय भनेको विभिन्न मेला अनि सांस्कृतिक कार्यक्रम जताततै यत्रतत्र सर्वत्र ठाउँमा हुने कार्यक्रम रहेको छ। यो सँगै इलामका विभिन्न ठाउँमा मेला महोत्सव लाग्दै गर्दाखेरि हामी यतिखेर भने हामी इलाम सूर्योदय नगरपालिका वार्ड नम्बर 9 को रम्फुकको यो चन्द्र चाहिँ ग्राउन्डमा छौँ अर्थात् खेल मैदानमा छौँ। प्रवीण सर हजुरहरू मेरो प्यारो इलाम भन्ने मिडियाबाट आउनु भएको छ मलाई धेरै खुसी लाग्यो र यहाँ चाहिँ पौषको 26 गतेदेखि चाहिँ मिनी मेला लागिरहेको रहेछ र विशेष गरी तपाईँले यहाँ बोर्डमा देख्न सक्नुहुन्छ आन्तरिक पर्यटन प्रबन्धन तथा सांस्कृतिक मेला र जहाँ चाहिँ तपाईँहरूलाई म देखाइरहेको छु आयोजक टिम श्री समृद्धि युवा समाज तथा फुटबल क्लबले चाहिँ विशेष आयोजना गरेको छ र आज लगभग माघको पनि चाहिँ आज 7 गते भइसकेको छ र करिब यो 10 गतेसम्म मात्रै लाग्ने भनेर चाहिँ आयोजक टिमले हामीलाई जानकारी गराइसकेको छ र यो बिचमा विभिन्न साङ्गीतिक कलाकारहरूले चाहिँ आफ्नो प्रस्तुतिहरू दिइसक्नु भएको छ भने बाह्य ठाउँहरूबाट पनि यो क्षेत्रमा चाहिँ पर्यटन प्रवर्धन भएसँगै यहाँको चाहिँ उत्साहपूर्ण दर्शकहरूले चाहिँ यो मिनी मेलालाई चाहिँ अहिले पछिल्लो समय धेरै नै सहयोग गरिराख्नु भएको छ भन्ने चाहिँ आयोजक टिमले हामीलाई जानकारी गराएको छ र यो बिचमा के भएको छ कसरी सञ्चालन भइरहेको छ र अगाडि कसरी कार्यक्रमहरू सञ्चालन हुनेछन् भन्ने विषयमा चाहिँ हामीले आयोजक टिमका अध्यक्षसँग विशेष कुराकानी गर्नेछौँ र त्यो भिडियो यहाँहरू माझमा हामीले देखाउनेछौँ र यो भिडियो अन्तिमसम्म हेरिदिनुहोस् र तपाईँलाई कस्तो लाग्छ अवश्य पनि आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नछुटाइकन यो एउटा भिडियो सबैमा सक्दो सेयर गरिदिनु होला। सर कार्यक्रममा स्वागत छ। हजुरको नामबाटै सुरु गरौँ न सर। मेरो नाम इन्द्र कुमार तामाङ। हजुर हजुर सूर्योदय नगरपालिका वार्ड नम्बर 9 काजी फाटक है। अहिले यो ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ आन्तरिक पर्यटन प्रबन्धन तथा सांस्कृतिक मिनी मेला लागिरहेको अवस्था रहेछ। हामी पनि यो संयोगवश आउने अवसर पनि जुट्यो विशेष उद्देश्य र के को लागि लगाइयो भन्ने विषय चाहिँ हाम्रो आम दर्शकहरूले हेरिराख्नु भएको छ कहिलेदेखि लगाइयो यो विषयमा थोरै प्रश्न पारिदिनुहोस् न। हजुर यो आन्तरिक पर्यटन प्रबन्धन तथा सांस्कृतिक मेला भनेपछि पर्यटन प्रबन्धन गर्ने भन्ने नै यसले त सिधै नामले पनि खोलिहाल्यो अनि यो आयोजक चाहिँ हामी समृद्धि युवा समाज तथा फुटबल क्लब भन्ने हाम्रो यहाँ एउटा क्लब छ त्यसको अध्यक्ष म आफै हो। गत वर्ष पनि हामीले मेला लगाएको थियौँ। हाम्रो मेन उद्देश्य भनेको चाहिँ स्थानीय स्तरमा रहेको धार्मिक स्थलहरू भयो सामाजिक स्थल भयो त्यसको चाहिँ संरक्षण र होइन स्तर उन्नति गर्ने भन्ने हो। सँगसँगै गत वर्ष हामीले यहाँ नजिकमै बन्दै गरेको पायल झ्याङसुङ गुम्बालाई चाहिँ मेलाबाटै लगभग 1 लाख बराबर 91,600 रुपियाँ नगद र 50वटा चेयर उपलब्ध गराएर सहयोग गऱ्यौँ। अनि यसपालि चाहिँ नजिकमै रहेको हाम्रो एउटा राष्ट्रिय आधारभूत विद्यालय छ सामुदायिक विद्यालय त्यो विद्यालयमा चाहिँ अध्ययनरत निम्न वर्गको बच्चाहरूलाई पनि केही राहत पुग्छ कि भन्ने उद्देश्यले एउटा छात्रवृत्ति कोष निर्माण गर्ने हाम्रो उद्देश्य छ। भनेपछि सर यो लगभग हजुरले अघि पनि भन्दै हुनुहुन्थ्यो गत वर्ष पनि यो मिनी मेला हामीले लगायौँ भन्दै हुनुहुन्थ्यो के चाहिँ यो फाइदाजनक पनि छ अर्थात् उद्देश्यमूलक पुरा गर्नको लागि त अवश्य फाइदाजनक पनि पुर्याउन सकिन्छ यसको लागि स्रोतहरू चाहिँ के बन्न सक्लान् होला? यसमा चाहिँ तपाईँको फाइदा आर्थिक हिसाबले फाइदा भन्दा पनि एउटा सोसियल वर्कको हिसाबले समाजले गर्ने राम्रो कामको हिसाबले चाहिँ हामीले धेरै ठुलो फाइदा मानेको छौँ किनभने समाजले यत्रो राम्रो काम गर्यो भन्ने नै त्यो नै हाम्रो कमाइ हो क्या पहिलो कुरो किनभने हामी फर्स्ट फेजमा पनि छौँ। अनि गत वर्ष चाहिँ स्थानीय सरकारसँग मिलेर मेला पछाडि तुरुन्तै यहाँ घेराबार गर्ने काम पनि अलिकति गऱ्यौँ होइन अझै अब बाँकी कुरा छ। अब यसको आर्थिक स्रोत भन्नुहुन्छ भने चाहिँ हामीले यहाँ जम्मा 10-11वटा स्टलहरू दिएको छौँ उहाँले आफ्नो व्यवसाय गर्नुहुन्छ त्यो व्यवसाय गरे बापत कमिटीलाई दैनिक केही रकम दिनु दैनिक रूपमा चाहिँ केही रकम चाहिँ प्राप्त तपाईहरुलाई। अर्को एउटा आय स्रोत भनेको तपाईँको हामीले यहाँ भाग्यचिठा कार्यक्रम राखेको छौँ। त्यो भाग्यचिठा कार्यक्रममा तपाईँले 200 रुपियाँको टिकट खरिद गर्नुभयो भने त्यो टिकटले चाहिँ तपाईँको पहिलो पुरस्कार यो फ्रिज दोस्रो पुरस्कार राइस कुकर तेस्रो पुरस्कार इन्डक्सन चुलो यस्तो राखेको सामान राखेको छौँ जसले चाहिँ 200 रुपियाँमा त्यो पायो भने उहाँलाई त धेरै फाइदा भयो। उहाँले दिनुभएको 200 रुपियाँ फेरि हामी कलेक्सन गरेर
त्यो चाहिँ हाम्रो छात्रवृत्ति कोषमा हामीले जुन उद्देश्य राखेको त्यो कोषमा टेवा पुर्याउनु लागि त्यसरी आर्थिक स्रोतहरू त्यताबाट पनि त्यताबाट म्यानेज गरिराख्नु भएको अवस्था छ। अब जस्तो नि यो त धेरै ठुलो रिस्क पनि हो, अब यत्रो धेरै सेटअपहरू गर्नु परेको छ अब होइन, मेला सेला सबै लगाउनु पर्नेको अवस्थामा आयोजक टिमलाई त्यो भार त छँदैछ। त्यो सुरुको चरणमा चाहिँ आर्थिक समायोजन चाहिँ कसरी यो टिमले कसरी चाहिँ गर्न सक्यो त सर? सुरुमा चाहिँ अब हामी समितिकै सदस्य कोषमा भएको केही रकमहरू लगानी गरेर नभए चाहिँ ल व्यक्तिबाट 200-400 कलेक्सन गरेर यसमा लगानी गर्दै गरौँ होइन, अग्रिम सामानहरू तयारी गर्नु पनि त त्यस्तो हिसाबले पनि हामीले म्यानेज गर्यौँ। अहिलेसम्म लगभग अब आज 26 गते भने पछाडि 26 गतेदेखि सुरु भएको आज 7 गतेसम्मको यो अन्तरालमा धेरै कलाकारहरूले प्रस्तुति गरिसक्नु भएको छ होइन। के छ दर्शकहरूको उपस्थिति कस्तो रह्यो? दर्शकहरूको उपस्थिति एकदमै राम्रो छ, उल्लेखनीय एकदमै। किनभने अब यो मौसममा यति बाक्लो मेला लागिरहेको छ सबैतिर, तै पनि यहाँ चाहिँ साँझ परेपछि मान्छे आउन थाल्छन् होइन। सबैजनाले चाहिँ यहाँ आएर रोटीपुङ खेलेर अन्य खेलाउनाको चाहिँ यहाँ सामग्रीहरू छ त्यो खेलेर साथीभाइहरू आएर दुःख सुख गफ गरेर होइन चिया खाजा खाएर होइन भलाकुसरी गरेर जान्छन्। त्यसपछि कार्यक्रम हुन्छ, कार्यक्रम हेरेर रमाइलो गर्छन्। मेलामा आउनुभयो हामीलाई सहयोग गरी सल्लाह सुझाव दिनुहुन्छ भने पूर्ण आशा राखेको छौँ। अनि बेलुका सबैजना भेला भएर रमाइलो गर्नुपर्छ है त। सुरु गरौँ न प्रवीण सर, हजुरहरू मेरो प्यारो इलाम भन्ने मिडियाबाट आउनु भएको छ, मलाई धेरै खुसी लाग्यो। म यहाँको स्थानीयवासी सूर्यजय नगरपालिका वडा नम्बर 9 रम्फोक, म चाहिँ प्रेमचन्द्र काजी। र यो जुन अहिले यो यहाँ जुन मेला लागिरहेछ यो मेलाको संयोजक चाहिँ समृद्धि युवा समाज तथा फुटबल क्लबद्वारा आयोजना भइरहेछ र यसको मेलाको संयोजक चाहिँ म आफू छु। हजुर हजुर, खुसी लाग्दो कुरो हो। विशेष व्यक्तिसँग आज हजुर हजुर पाइयो, धेरै खुसी पनि लाग्यो। एकदम। विशेष गरी यो ग्राउन्डलाई एउटा नाम पनि दिएको रहेछ, चन्द्र ग्राउन्ड। हजुर हजुर, अनि मात्रै मेलामा प्रवेश गर्ने भयो। हजुर यो हजुर, नाम र यसको इतिहासबारे थोरै छोटकरीमा र बुझिने गरी दर्शकहरूमा थोरै प्रश्न पारिदिनुहोस् न सर। एकदम खुसी लाग्यो सर, एकदम खुसी लाग्यो। यो कुरो चाहिँ मलाई पनि प्रश्न पार्नै थियो र नबुझ्नु हुनेहरूले पनि बुझ्नुहुनेछ भन्ने मैले आशा लिएँ। यो चन्द्र खेल मैदान चाहिँ मेरो अघिल्लो पुस्ताहरूले दिनुभएको, मेरो अग्रज पुस्ताहरूले चाहिँ अब यहाँ चाहिँ हाम्रो यहाँको बासिन्दाहरूलाई खेलकुद चाहिन्छ, यहाँको बासिन्दाहरूको नानीहरूलाई शिक्षाको लागि विद्यालयहरू चाहिन्छ, यहाँको स्थानीय जनताहरूलाई पाठ पूजा गर्नु धर्म गर्नको लागि मठ मन्दिर गुम्बाहरू चाहिन्छ भन्ने जुन एउटा कन्सेप्ट बोकेर मेरो अग्रजहरूले चाहिँ खेलकुदको लागि यो एउटा चन्द्र खेल मैदान भनेर उहाँहरूले दान गर्नुभएको थियो र विद्यार्थीहरू पढ्नुपर्छ भनेर एउटा यहाँ हाम्रो राष्ट्रिय आबि रम्फोक भनेर यहाँ मास्तिर छ, अहिले क्लास 8सम्म छ, क्लास 8सम्म रन भइरहेछ। त्यो गभर्मेन्ट स्कुल हो। त्यो स्कुलको जग्गा पनि लगभग 5 रुपियाँ मेरै पुर्खाहरूले दिनुभएको छ। र यहाँदेखि तपाईँको मेरो ठिक सामनेमा एउटा झ्यामचुप छेलिङ गुम्बा भन्ने एउटा ठुलो गुम्बा निर्माण, गुम्बाको नाम हो त्यो चाहिँ ठुलो। यो सूर्योदय नगरपालिकाको एउटा गहनाकै रूपमा छ, जुन कुरो चाहिँ हामीबाट त्यो गुम्बा निर्माण गर्न सम्भव चाहिँ थिएन। तर त्यस्तो त्यस्तो एउटा धार्मिक स्थलहरू एउटा गुम्बाहरू निर्माण भएर यहाँ एउटा गहनाको रूपमा स्थापित भएको छ। र यो ग्राउन्डको बारेमा बोल्नुपर्दा चन्द्र चाहिँ कसरी चन्द्र नै भनेर नामाकरण कसरी भयो भन्दाखेरि मेरो अग्रज पुस्ताहरूदेखि अहिलेसम्मको जेनेरेसनसम्म आइपुग्दा हाम्रो जुन नामको बिचमा एउटा जुन चन्द्र भन्ने छ, जस्तो मेरो बुवाहरू पूर्णचन्द्र, पदमचन्द्र, प्रेमचन्द्र, म भएँ, हजुर यामचन्द्र, डेकचन्द्र, यस्तो भन्दा बिचमा जुन चन्द्र छ त्यो चन्द्रको कारणले गर्दा यो मैदानको नाम ग्राउन्डको नाम पनि चन्द्र खेल मैदान राखौँ भन्ने एउटा कन्सेप्टले त्यो चन्द्र खेल मैदान भनेर स्थापित भयो। र यो चन्द्र खेल मैदान चाहिँ तपाईँको लगभग विस्थापित भएर गएको अवस्थामा थियो। यो चाहिँ एकदम खत्तमै भएर यो लगभग आधीसम्म चाहिँ तपाईँको अम्लिसोहरू घाँसहरू उम्रेर यहाँ चाहिँ बिजोग भइरहेको थियो। तर लगभग आजभन्दा 55 वर्ष अगाडिसम्म चाहिँ 55 वर्ष अगाडि मैले थाहा पाउँदासम्म यहाँ चाहिँ एउटा वार्षिक एउटा मेला लागेर आउँथ्यो, जुन मेला लाग्दै आयो र त्यो मेला चाहिँ लोप भएर गयो पछि आएर। अनि लोप भइसकेपछि ग्राउन्ड पनि त्यही अनुरूप लोप हुँदै गयो। तर जब यो समृद्धि युवा समाज तथा फुटबल क्लब अहिले जुन हामीले रेजिस्ट्रेसन गरेर आधिकारिक रूपमा हाम्रो फुटबल क्लब दर्ता भएर आएको छ, हाम्रो क्लबले चाहिँ लगभग 8-10 वर्ष अगाडिदेखि यो समाजले चाहिँ यसलाई संरक्षण गर्दै आयो र यसको भरपूर सबैतिरबाट जोगाउने, यसलाई कसरी संरक्षण गरेर राख्ने र यसलाई पहिलाको
उयो कन्सेप्टमा फेरि कसरी ढाल्ने भन्ने प्रकारको कन्सेप्ट बोकेर अहिले हाम्रो समृद्धि युवा समाज फुटबल क्लब अगाडि बढिरहेछ। त्यो पहिलाको इतिहासलाई फेरि हामीले चाहिँ दोहोऱ्याएर लगिरहेछौँ र साली नै अहिले हामीले यो मेला आयोजना गर्दै लगिरहेछौँ। विशेष मैले के पनि जोड्न खोजेँ भने हजुर बोल्नु हुँदै हजुर अब यो जस्तो यो ग्राउन्डहरू त सिर्जना गर्नको लागि तपाईँहरूको पुर्खादेखि लगायतको तपाईँहरूले यो ठाउँलाई यो क्षेत्रलाई निकै ठुलो योगदान पुर्याउनु भयो। दर्शकहरूले यो कुरालाई सहानुभूति गरिसक्नु नै भयो। तर यो खेल मैदानमा अहिले के छ, पछिल्लो समय खेलहरू खेलाइँदैछ या छैन, टुर्नामेन्ट भइरहेछ या छैन, अर्थात् यसको भरपुर सदुपयोग भएको छ छैन? एकदम जुन हजुरले जुन क्वेसन चाहिँ सोध्नुपर्ने थियो त्यो क्वेसनै सोधिदिनु भयो, धेरै खुसी लाग्यो। हामीले पहिला पनि अन्डर-20 एउटा फुटबल टुर्नामेन्ट गरायौँ र अब यो मेला लगत्तै पछि हाम्रो यो ग्राउन्ड चाहिँ फेरि हामी क्लियर गरेर एउटा ओपन टुर्नामेन्ट गराउँदैछौँ। हाम्रो सल्लाह पनि भइसकेको छ। त्यसपछि फेरि एउटा अलिकति टाइम मिलाएर अन्डर-20 फेरि फुटबल हामी टुर्नामेन्ट गराउँदैछौँ भन्ने पनि तपाईँलाई यो मिडिया मार्फत जानकारी गराउँछु। जस्तो अब स्थानीय सरकारले यो क्षेत्रलाई कतिको महत्त्वका रूपमा हेरिरहेको छ? स्थानीय सरकारले तपाईँहरूलाई यो हरेक आयोजना गर्दै पछाडिको आफ्नो यो क्षेत्रलाई के गरौँ भनेर जुन उद्देश्यको साथ हिँडिराख्नु भएको छ, हजुरहरूलाई स्थानीय सरकारले कतिको सघाउ पुर्याएको छ? एकदम सही प्रश्न सोध्नुभयो। गत लागेको मेलामा पनि हामीले जुन एउटा कलेक्सन गरेको थियौँ फन्ड, त्यो फन्ड हामीले जम्मा गरेर वडा पनि यसमा समावेशी भएर साझेदारीको रूपमा हामीले चाहिँ त्यो फन्डलाई चाहिँ लगानी गरेर हामीले यो ग्राउन्डको तपाईँको अघिल्लो भागतिर हामीले फेन्सिङ तारको चाहिँ जाली जुन फुटबल हान्दाखेरि चाहिँ बाहिर नजाओस् भनेर हामीले घेराबार गरेको छौँ। र यसपालि पनि हामी केही अब तपाईँको नगरसँगै नै समन्वय गरेर यहाँ हामीलाई अति आवश्यक चाहिँ एउटा ड्रेसिङ भनेर यहाँ एउटा सानो चाहिँ टहर जस्तो बनाएर माथि चाहिँ गेस्टहरू बस्ने र मुनि चाहिँ दुईवटा लेडिजहरूको लागि वासरुम र जेन्ट्सको लागि वासरुम र ड्रेस चेन्जिङ रुम चाहिँ हामीले बनाउने भनेर हामीले मेयर साहबसँगै सल्लाह गरिसकेका छौँ। यो कुरो चाहिँ हामी पक्कै पनि गर्छौँ जस्तो लाग्छ। हुन्छ, अबको भावी योजना र अब आम दर्शकहरूले त यो चन्द्र ग्राउन्ड के रहेछ कसो रहेछ लगभग धेरैभन्दा धेरै बुझि पनि सक्नु भएको छ। अब विशेष गरी यहाँ पर्यटन प्रबन्धनलाई अलिकति सांस्कृतिक मेलासँग जोडेर चाहिँ कार्यक्रम आयोजना गर्नुभएको छ। धेरैजनाले यसलाई महत्त्वको रूपमा पनि हेरिराख्नु भएको होला। अब यस पछाडि अब भावी योजनाहरू के छ? थोरै हजुरको संस्थागत तरिकाले हजुर संयोजक भएको नाताले संक्षिप्त रूपमा प्रश्न पारिदिनु। अब मेन कुरो चाहिँ अब एउटा हाम्रो यहाँ नजिकै सनसाइन भिल्ला एउटा चाहिँ रेसोर्ट जस्तो इस्टाब्लिस भइसकेको छ, जुन रेसोर्ट चाहिँ एकदम अलिकति भिआइपी नै छ र त्यहाँ चाहिँ विशेष गरेर बाहिरको हाम्रो गेस्टहरू चाहिँ फ्लो भइरहेछ र त्यहाँ म पनि आबद्ध छु र त्यहाँ आउनुभएको गेस्टहरू चाहिँ यतातिर पनि फ्लो हुन्छ र म आफू यहाँ स्थानीय भएकोले गर्दाखेरि यो सबै मैले देखाउँदै लगेर हाम्रो गुम्बादेखि लिएर सबै कुरो देखाउँदै लान्छु। उहाँहरूले धेरै मन पराइदिनु भएको छ र उहाँहरूले जस्तो एक दिन बस्ने गरेर आउनुहुन्छ तर उहाँहरू 3 दिन बसेर गइदिनु भएको छ र उहाँहरूले अरू पनि गेस्टहरू हामी यसरी फ्लो गरिदिन्छौँ भन्ने प्रकारको उहाँले राय सुझाव दिनुभएको छ। र यो ग्राउन्डलाई चाहिँ यो ग्राउन्डको चाहिँ इतिहास जोगाइराख्नको लागि चाहिँ हामी विभिन्न प्रकारको खेलकुदहरू चाहिँ गराउने नै छौँ। जस्तो यहाँबाट प्रडक्सन भएको प्लेयरहरू अहिले नेसनल टिममा खेल्दैछ, एउटा चाहिँ अब नेसनल टिममा खेल्दैछ, अहिले नेसनल टिममा खेले पनि आर्मीसँग आबद्ध भएर गइरहेछ। अन्डर-16 चाहिँ तपाईँको साफ गेममा मेरै अब माइला भाइको नाति चाहिँ अन्डर-16 जङसेन खेन्चे काजी भनेर अन्डर-16 खेलेको थियो साफै। अब ऊ पनि अहिले चाहिँ 7 दोबाटो क्लबमा आबद्ध भएर खेलिरहेछ। त्योभन्दा अगाडि चाहिँ 3 स्टारको चाहिँ क्याप्टेनै भएर अन्डर-16 चाहिँ उसले पनि टुर्नामेन्ट खेलिसकेको छ। अब अहिले चाहिँ फेरि अन्डर-20 को सी डिभिजनमा पनि खेल्यो त्यसले। अब त्यसरी प्रडक्सन भएर गइरहेको छ। हामीलाई चाहिँ त्यो हेर्दाखेरि चाहिँ हामी झन् एकदम हामीलाई त त्यो एनर्जी प्लस भइरहेछ र अरू यहाँ बेलुका अरू नानीहरू पनि धेरै प्र्याक्टिसमा आइरहेछ। र मैले अलिकति अस्ति हाम्रो क्लब दर्ता गराउँदा चाहिँ अलिकति भुल कहाँनिर हामी चुकेछौँ भने समृद्धि युवा समाज तथा फुटबल क्लब र त्यसमा अलिकति ट्रेनिङ सेन्टर पनि भनेर भनिदिएको भएदेखि चाहिँ राम्रो हुन्थेछ। त्यसमा अझ प्लस भएर जान्थेछ, त्यसमा अझ हेर्ने दृष्टिकोण पनि अलगै हुन्थेछ। हामी ट्रेनिङहरू पनि गराउँथ्यौँ, हामीलाई केही प्लस पोइन्टहरू पनि हुन्थेछ। तर त्यो चाहिँ अलिक चुक्यौँ, तर त्यो पनि हामी भविष्यमा एकदमै गर्नेवाला छौँ। र यहाँबाट हामी प्लेयरहरू चाहिँ नेसनल टिममा र नेसनलको एउटा चाहिँ हाम्रो नेसनको चाहिँ नाम
एउटा उच्च बनाउनको लागि चाहिँ हामी पनि कसरत चाहिँ एक्सर्साइज चाहिँ गरिरहेको छौँ। म लगायत मेरो सम्पूर्ण टिम हाम्रो क्लब त यति नै लागि परिरहेछ भन्ने कुरो चाहिँ अब सीमै छैन हजुरले के भन्नु। अब जाँदा जाँदै अन्तिममा हामी कार्यक्रमको अन्त्यमा छौँ र धेरै लामो संवाद पनि नगरौँ। हजुर अब संक्षिप्त रूपमा मैले भन्न छुटाएको र तपाईँले भन्नै पर्ने कुनै त्यस्ता कुराहरू छन्, शब्दहरू छन्, अर्थात् कुनै त्यस्ता अन्य साथीहरूलाई, दर्शकहरूलाई भन्नु छ भने हजुरले भन्न सक्नुहुनेछ। अब अन्तिममा म के भन्न चाहन्छु भने हामीले यो 2082 आन्तरिक पर्यटन प्रबन्धन तथा सांस्कृतिक मेला हामीले सूर्योदय नगरपालिका वडा नम्बर 9 रम्फोक चाहिँ झुम्ने छ, सङ्गीतमय हुनेछ भन्ने प्रकारको एउटा जुन हामीले उयो गरेर अगाडि बढिरहेछौँ। 9 गते फेरि शिव परिवार पनि आउँदै हुनुहुन्छ र बिचमा पनि हामी अरू टफ लेभलको कलाकारहरू लिएर तपाईँहरूको अगाडि प्रस्तुति दिने हामी एकदम लागि परिरहेछौँ। हामीले यहाँबाट उठेको फन्डलाई फेरि एउटा राष्ट्रिय आविको जुन एउटा छात्र कोषमा हामीले जम्मा गर्ने भनेको छौँ, त्यो हामी 100% गर्छौँ, 100% गर्छौँ। यो चाहिँ हाम्रो कटिबद्ध हो। समय दिनुभयो। हस्, थ्याङ्क यू। तपाईँको मिडियालाई धेरै धेरै धन्यवाद हजुर। हस्।